सो हे गाइज गुड मर्निङ वेलकम टु माई न्यू ब्लग होप सबैजना सन्चै हुन्छ होला म पनि एकदम सन्चै छु अनि अहिले चाहिँ बिहानको त्यही 7:30 जति भएको छ घाम पनि लाहा होइन अनि त्यता हल्का फुल्का कुहिरो त्यता त राम्रोसित देख्यो होइन जाडो अझै पनि छ गाइज त्यता हेर्नु गाइज कुहिरो लाहा होइन अनि यतातिर चाहिँ मकै लगाएको मकैहरू पनि उम्रिसकेको छ अनि यहाँ हाम्रो पहाडीले के खाइरहेको गाइज थाहा होइन पहाडीले के खाएको थाहा होइन बिहान बिहान चाहिँ हल्का फुल्का जाडो हो नत्र भए चाहिँ घामै छ लगभग गर्मी सुरु भइसक्यो गाइज हुन त त्यही पनि बिहान बिहान हल्का जाडो हुन्छ बिहान बिहान जाडो त हुन्छ होइन अनि यहाँ मकैहरू नि उम्रिसकेको छ हेर्न मकैहरू हो यो अनि त्यता आलु खनेको त्यहाँ पनि मकै लगाइदिएको गाइज त्यहाँ पनि मकै उम्रिसकेको छ क्या हो है त्यहाँको मकै उम्रेको छैन गाइज त्यहाँ चाहिँ उस लगाइदिएको तर उस के अरे कबेली लगाइदिएको तरकारी लगाइदिएको अनि त्यसपछि त्यही हो त्यहाँ कबेली लगाइदिएको अनि यता पनि कबेली लगाएको छ गाइज अनि यहाँ घिरम्लो त्यता लौका खायो उस पछाडि यसको पछाडि त्यहाँ होइन यसले बिहान बिहानमा पराल खाँदै बस्यो कति खान्छ खाना नि कति खान्छ अनि हाम्रो आँप पनि त्यत्रो भइसकेको छ त्यहाँ फुलहरू लाहा होइन त्यहाँ हेर्नु सक्नुहुन्छ फुलहरू आइसकेको छ गाइस त्यसको फुलहरू आइसकेको छ अब आँप खानुपर्छ आँप पाकेपछि मजा आउँछ नि आँप खान चाहिँ फेरि बुटैमा हो क्या मेरो बास फेरि आँप पाकेपछि बुटैमा बास हो दिनकै 10-15वटा आँप खतरा हो नि म अनि गाइस तपाईँले यो साइकल देख्नु नि मेरो यो चाहिँ मेरो बिग्रेको लगभग त्यही 15 दिन भन्दा नि बढी भइसक्यो लगभग 20 दिन जति भइसक्यो यो अझै बनाएन पछाडिको टायर पङ्चर भएको थियो यही बनाउनु छ गाइस अब अगाडिको भए पार्दा यो फुकाएर लिएर जान हुन्थ्यो पछाडिको फेरि त्यहाँ नट उस कस्यो क्या त्यहाँ नटले कस्यो त्यही हो त्यही भएर दुःख हो नत्र भए अगाडिको भएर त ठ्याक्क फुकाएर लिएर जान्थेँ कि मैले साइकल लिएर जानुपर्ने भयो जेउ नि भयो गाइस त्यही आज जान्छु अहिले एकछिनमा जान्छु हो त्यो पङ्चर गराउन तर जे भने नि यो साइकल फेरि आइकोनिक हो क्या उहिलेदेखि चलिआए होइन यही लिएर जान्छु जता जान नि होइन दामी छ यो साइकल नि आइकोनिक यो किनेको धेरै भएन 3 वर्ष भयो त्यही पनि बिग्रिरहेको छ गाइस खर्च बढी छ यो साइकलको धेरै जस्तो चिजहरू चेन्ज गरिसकेको छ यसमा बिग्रेर अब यो ट्युब फेर्ने आज अहिले एकछिनमा जानु पर्ला गाइस के आँपहरूमा हेर्न फुल आइसकेको छ कि आँपमा अब खानु मजा हुन्छ क्या आँप पाकेपछि अनि त्यसपछि यो फुलहरू छ यहाँ अनि यता मैले यो पनि हटाएर अब फुल लाउने होइन 2-4 दिनमा फुल लाउनु पर्ला त्यहाँ पनि अनि त्यसमा पनि हेर्न त्यहाँ पनि फुल छ गाइस आँपको फुल अनि त्यो आँपमा पनि लट्रमै फुल लाखा गाइस त्यहाँ हेर्नु त त्यहाँ हेर्नु लट्रमै फुलहरू लाखा अनि त्यसको पछाडि नि आँप छ त्यहाँ पनि लट्रमै फुलहरू लाखा कि गाइस खानुपर्छ दबाएर आँप गाइस अहिले चाहिँ म साथीको र मेरो साइकल हेर्न त्यस्तरी झुन्डाहरू लिएर गऊ अनि यो साथीवाला साइकल हो अटोमा अगाडि देख्यो नि त्यहाँ थुप्रा त्यसमा मिररमा त्यही साथी हो लिएर गऊ ऊ नचले ओए साह्रै डर लाग्छ यो हाम्रो चोमुडन अनि हामी त्यो अटोमा आएको सरु साइकल स्टोर रे अब्दुल्ला हाम्रो दाई फेमस रे हाम्रो यता सौरभ दादा रे उता हाम्रो ओबिन ओहो धेरै पछि साइकल चलाउन पाएको केटाले चला मजाले केटा आफ्नो साइकलमा उता हाम्रो डनहरू अब हामी यहाँदेखि घर चल्दी सो गाइज फाइनली साइकल बनाएर आइसकेको छु त्यहाँ देख्न सक्नुहुन्छ होइन ओक्खा बनाइसकेँ त्यो साइकल चाहिँ अब त्यो साइकललाई अब धोएर होइन सफा चिट्टा दामी गराउनु पर्छ दामी बनाएर आइसक्यो धोइनु अन्त दामी छ नि छ गाइज मेरो साइकल यस्तो बबाल छ मेरो साइकल जस्तो कसैको साइकल छैन कि भन्न त भयो नि आफ्नो साइकल त अनि उता हेर्न ढाडे सुर ल भएको कत्रो गाइज ढाडे हेर्नु त्यहाँ ल सुर त्यहाँ त कस्तो रहेछ कत्रो छ ढाडे यस्तो बनाएर आइसकेको छु दामी देखियो साइकल सबै ठिक छ मेरो यसको यो भएन होइन यो सिफ्टर भाँचिएको अस्ति लोड्दाखेरि खतरा लोटेको गाइज
मजा लट्टेको नि त त्यो दिन। अनि त्यो पनि भाँच्छ त्यो बनाउन त्यो फेर्छु। त्यसपछि कहिले फेर्छु थाहा छैन गाइस, नत्र त टायर पङ्चर त्यो फेरेर आइसक्यो। यो साइकल धुने त दामी देखिन्छ गाइस, दामी। अनि त्यसपछि गाइस यहाँ छ नि यो, अब मैले यो नि यो सफा गर्छु कि त्यहाँ नि फुलहरू लाउँछु। यहाँ पान्दिनँ गाइस, यहाँ भन्दा नि मैले उता बेर्नाहरू लाग्यो त्यहाँ पान्दिनँ क्या, पानिदिन्छु है त। अब हो यहाँ लिचीमा नि हेर्नु फुलहरू त दामी लगाएर चाहिँ आँपमा नि खतरा लगाएर आइज यार, खतरा लगायो। यहाँ फुलमा पानी हाल्दै अब मैले खाना खान्छु, भात खान्छु ट्याक्क लगाएर, भात खाएर ट्याक्क बस्छु अब होइन। गाइज उनीहरूको बिरालो त्यहाँ त्यो डराउँछ। यत्तिकै भात खाएपछि त भइहाल्यो नि यार, ड्याममा मेरो चाहिँ भित्र गएर खाने चलन छ क्या। भात खाइन्छ गाइज अहिले चाहिँ हामी ट्याक्क बाल्टी अब चल्दिएको पानी लिन यसमा हाल्न त्यसमा हाल्न पर्यो नि त गाइज। अब त खानु पर्ला नि, यस्तरी हाल्नु पर्यो। पानी पनि कस्तो कमाएको भाइटरी, पानी पनि कमाएर चाहिँ यति लिएर आउनु नि, नत्र भए त अलिक धेरै लिएर आउनु हुन्थ्यो के अरे। दुधमा हाल्छौँ होइन, खलललललल यति भएपछि त भइहाल्यो ट्याक्क। मैले फेरि राम्रो बनाउँछु नि, मैले बनाएको यस्तो होला दामी बनाउँछु नि त। त्यता इट्टाले उता मानी गराएको दामी गराउँछु कि मैले फेरि दामी। यहाँ मैले फुल लगाएको, फुल के होला भन्ने भयो। यो फुल पनि मैले लाएर उम्रेको, अब यो फुल पनि के होला भन्ने भयो। तर अब के हुन्छ, उताबाट ल्याउनु भन्दा त यताबाट ल्याएको जाति, यताबाट त्यस्तै टाङ फट्टाउनु पर्छ, त्यताबाट त पर्दैन नि कमसेकम। अब यता हालिदिउँ, खलललल आँप खान पाइन्छ गाइज। यति पानी भएपछि त हुन्छ, उताबाट बग्दैछ, उता पनि केही गर्नु पर्यो अब जुगाड। यताबाट पानी बग्दैछ, पानी बग्नु त दिनु भएन, माटो हालिदिउँ न यहाँ। यताबाट राम्रोसित मिलेन क्या के ल भयो गाइज। चरा हेर्नु, चरा कस्तो दामी देखियो यार, यो चरा यार दामी देखियो यार। त्यहाँ नि पानी हाल्दै त्यही गाइज। अब हात धुन्छु ट्याक्क गाइज, सबैमा पानी नि हालेँ होइन, हात पनि धोइसक्यो। उति हाम्रो पहाडी डन हिरो नि, पहाडी हिरो नि। अनि हाम्रो यहाँको टमाटरै भएन क्या, यो टमाटर के भयो जीवा भाउ छैन। अब भएन त के हाल्नु त लगाइस् यता करेला होइन। राइडिङको लागि हाम्रो यहाँ सामान आइसकेको छ, हल्का यस्तो मेसी छैन रुम एडजस्ट गर्नु होला। र यहाँ गाइज अझै एउटा चिज छ क्या, राइडिङको लागि सामान आइसकेको छ गाइज। हाम्रो वान एन्डै चल्छ गाइज। यहाँ छ यो मङ्की म्याक्स हो होइन। यहाँ चाहिँ ग्लोभ्स चाहिँ मैले हेरेको छु दुईवटा रहेछ, तर यो नराम्रो क्वालिटीको रहेछ गाइज यार। अलिक क्वालिटी छ नि होइन, अलिक ढुस क्वालिटीको रहेछ, केही छैन। अनि यो मजा आहा नयाँ त हो नि, ठिकै हो गाइज। अनि यो चाहिँ यो हातमा लाउन के भन्छन्, स्लिप्स भन्छ है के भन्छ होइन, ट्याक्कै गाइज राइडिङको लागि सामान। मङ्की म्याक्स मुखमा यत्रो राम्रो मुख छ नि त, फोटो नलाउँछु भनेर। अनि त्यसपछि यो चाहिँ पन्जा भइसक्यो, राम्रो छैन, राम्रै नभयो गाइज, त्यही हो। ल गाइज आजको लागि यति नै होइन। अब पर्सितिर हामी राइड जाने हो, मेरो सेटअप भएन, मैले जहाँसम्म मेरो सेटअप भएन, मैले अब सेटअप गर्ने भनेको साइकलमा भ्लग गर्नको लागि। अनि पर्सि राइड जाने, पर्सिको भ्लग त आउन्न राइड गएको। अब त्यही गाइज, अब सेटअप गराएर गर्छु। आजको लागि यति नै, लाइक गर्नु नबिर्सिनु होला, च्यानललाई सब्सक्राइब गर्नु नबिर्सिनु होला। थ्याङ्क यू सो मच वाचिङ गाइज, बाई बाई, जय नेपाल।